नमस्कार, यहाँलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले सस्तो र राम्रो जग्गाहरू देखाउनुहुन्छ, तपाईलाई थाहा छँदैछ। आज यो जग्गा हेर्नुस् न, तपाईलाई विश्वास नलाग्ला है, काठमाडौँमै रहेको यति राम्रो जग्गा, बैंकको लोनको समस्याले गर्दा एकदमै सस्तोमा दिँदै हुनुहुन्छ है। ठ्याक्क जग्गा यही घर अगाडि नै रहेको जग्गा हेर्न सक्नुहुन्छ, बिचको जग्गा एकदमै मिलाएर लिन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आउनुस् अब जग्गा हेरौँ है त। जग्गा अगाडि यो मन्दिर रहेको छ, हेर्न सक्नुहुन्छ। अलिकति हाइटमा रहेको त भ्यू पनि मजाले हेर्न सक्नुहुन्छ है। अगाडिपट्टि यति राम्रो घर बनिसकेको छ है त। अब यो मन्दिरमा जाने बाटो ठुलै रहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले भने यो अगाडिपट्टि यहाँनिर एउटा गार्डन पार्क बन्दैछ है त। अगाडिपट्टि यो हेर्न सक्नुहुन्छ फुटसल बन्दैछ। अब यो पनि बाटो भयो, माथिबाट आउने ढलानै बाटो रहेको छ। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु भने पछाडिपट्टि हेर्न सक्नुहुन्छ राम्रो राम्रो घरहरू बनिसकेको छ। जग्गाको साथ यो अगाडिको बाटो भयो, हेर्न सक्नुहुन्छ। अब यहाँदेखि वाल लगाएर चिटिक्क कम्पाउन्ड छुट्याउनु भएको छ, पछाडिसम्म रहेको छ। यहाँदेखि हेर्न सक्नुहुन्छ है, जस्ताको तस्तै देखाउँदैछु। यो वाल छ है त, यहाँदेखि हेर्न सक्नुहुन्छ। र यहाँसम्म पछाडिपट्टि घर बनिसकेको छ है। यो साइडमा घर बनिसकेको छ, हेर्न सक्नुहुन्छ। त्यहाँ घर बनेको छ भने यहाँदेखि यहाँसम्म ल हेर्नुहोस् है त, यहाँसम्म घर बनेको छ। यो साँध रह्यो। अब बाटो चाहिँ यताबाट टक्क यो ढलान बाटो हेर्न सक्नुहुन्छ। ढलको निकास भइसकेको छ, खानेपानीको धारो पाइप जोडिसकेको छ है। टक्क यो एन्डिङ बाटो यताबाट भयो भने उतापट्टिबाट पनि बाटो छ मन्दिरमा जाने, र यतापट्टि पनि राम्रो घर बनिसकेको छ। टक्क हाइटमा रहेको हुँदा भ्यू मजाले हेर्न सकिने एकदमै आनन्दको ठाउँमा अगाडि मन्दिर बनिसकेपछि तपाईहरु पूजा पाठमा विश्वास गर्नुहुन्छ, भगवानप्रति विश्वास गर्नुहुन्छ भने एकदमै बस्नलाई एकदमै राम्रो है त। ल हेर्नुस्, अगाडिसम्म रहेको छ। यताको भाग पनि देखाउन चाहन्छु तपाईहरुलाई। यहाँदेखि अगाडिसम्म रहेको छ। तपाईहरुले आफ्नो डिजाइन अनुसार घर बनाउन सक्नुहुनेछ है। अब हेर्न सक्नुहुन्छ वरिपरिको दृश्य यस्तो खाले रहेको छ। तपाईहरुलाई मोटामोटी यो जग्गाको चारै कुनाको दृश्य देखाइसकेको छु। के भन्न चाहनुहुन्छ तल कमेन्ट गर्नु होला। अब ठ्याक्कै यसको लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका, ठ्याक्कै फुटुङ नागपोखरी भन्दा अलिकति अगाडि फुटुङ स्कुल भन्दा अलिकति अगाडि जयन्ती टोल भित्र रहेको गुप्तेश्वर महादेव मन्दिर बन्दैछ है। सिधै आउनु भयो भने तपाई आफै आइपुग्नुहुन्छ। जयन्ती टोलबाट टक्क भित्र छिर्नु भयो भने सिधा नछोडिकन आउनुभयो भने यो मन्दिरमा आइपुग्नुहुन्छ। मन्दिरको जस्ट अगाडिपट्टिको रहेको यही नै जग्गा हो। 3 आना चिटिक्क मिलेको रुमाल आकारको जग्गा रहेको छ। अब यसलाई बाटो दक्षिण साइडतिर ढलान बाटो रहेको छ। सर र ढलको निकास भइसकेको छ। खानेपानीको धारो जोडिसक्नु भएको छ। जग्गादानीलाई बैंकको लोनको समस्याले एकदमै अप्ठ्यारो परेको भन्दा पनि हुन्छ है। 15 दिनभित्रमा इमर्जेन्सी बिक्रीमा राख्नु भएको छ। तपाईले नसोचेको मूल्यमा आउनुस्, वरिपरि बुझ्नुस् के कति चलेको छ। चलन चल्तीको मूल्यभन्दा 4-5 लाख सस्तो दिन्छु भनिसक्नु भएको छ है। अब मौकाको फाइदा उठाइहाल्नु ल, ढिला नगर्नु। साइडमा हेर्नु न, जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइदिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। यहाँहरुको दिन समय राम्रोसँग जाओस्।